बाजी कस्तो छ? बिजो छ साँच्चीकै? कुर्सी गुमाएकाहरू खेलाडीहरू बाहिर गइदिनु होला। अहिले कुर्सी हटाउने कार्य भइसकेको छ। अब यसपछि अर्को चरण पाँचौं चरणको लागि मादल बजाइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। अहिले धेरैले खेल बुझिसक्नु भएको छ। यो कुर्सी गुमाउन साथ उहाँ चाहिँ भागेर भएको छ। अब फेरि कुर्सी हटाउने कार्य हुँदैछ। कुर्सी हटाउने कार्य भइसक्यो र अब के अरे पाँचौं चरण भयो के अब छैटौं चरणको लागि फेरि मादल बजाइदिनु म हार्दिक अनुरोध गर्दछु। कुर्सी हटाउनु भएको छ। अरे गुमाउनु भएको छ। मैले भनिराखेको छु कि यो कक्षा 1 देखि 8 सम्म हामीले सञ्चालन गरिरहेका छौँ। कतिलाई यसो किन भयो भन्ने भयो। यसो होइन, यसमा चलाकीपनको कुरा हुन्छ, बाटोपनको कुरा हुन्छ। ठुलो क्लास ठुलो उमेर हुँदैन लसका कुराहरू पनि हुने भइहाल्यो। अब यसपछि